सबैलाई खुसी बनाउँछु भन्ने मान्छे चाहिँ सायद संसारको सबैभन्दा दुःखी मान्छे हो। मलाई चाहिँ त्यस्तो लाग्छ। हजुरलाई के लाग्छ? मेरो चाहिँ जति पनि क्लोज मान्छेहरू हुनुहुन्छ जोसँग म एकदमै क्लोज छु, उहाँहरूले चाहिँ मलाई कहिले पनि कम्प्लेन गर्नु हुँदैन कि तिमी मसँग बोलेको छैनौ, तिमीले मलाई टाइम दिएको छैनौ अथवा हामी भेटेको छैनौँ भनेर कहिले पनि कम्प्लेन गर्नु हुँदैन। किनकि सबैको आफ्नो रोल छ लाइफमा, सबै आफ्नो कामले व्यस्त हुनुभएको हुन्छ, सबैको ठ्याक्क भेट्ने टाइम पनि मिलेर आउँदैन। कोही विदेशमा हुनुहुन्छ, कोही यहीँ भए पनि अलिकति सबैको व्यस्तता हुन्छ। अनि यदि कसैले तपाईँलाई साँच्चीकै आफ्नो मान्छ भने त्यो मान्छेलाई तपाईँले कहिले पनि खुसी बनाउनु पर्दैन कि, किनभने उसले तपाईँलाई माया गरिरहेछ नि त। सो मायामा मैले गरेँ तैँले गरिनस् भन्ने चाहिँ फिलिङ्स आउँदैन जस्तो लाग्छ मलाई। यो चाहिँ मेरो आफ्नो भनाइ हो। अनि मैले यो कुराहरू भोग्दाखेरि चाहिँ म अलिकति ढिला गरेँ जस्तो लाग्छ क्या लाइफमा। यो मेरो जीवनको एउटा सिकाइ पनि हो। तिमीलाई कसैले पनि माया गर्छ भने तिमीले केही पनि गर्नु पर्दैन कि, तिमीले आफ्नो 100% पनि दिनु पर्दैन। चाहिने बेलामा सहयोग गर्ने त्यो छुट्टै कुरा हो। त्यही भएर तपाईँ आफू खुसी हुनु र तपाईँ खुसी भएको देखेर तपाईँको वरपरको मान्छे अभियसली खुसी नै हुनुहुन्छ।